एकजना युवक आफ्नो प्रेमिकाको म्यासेज पढेर थाकिसकेको थियो, किनभने त्यो म्यासेजमा सधैँ एउटै कुरा मात्र लेखेको हुन्थ्यो, हाई, तिमी सन्चै छौ? आई लभ यु अनि म तिमीलाई धेरै सम्झिराखेको छु। एक दिन साँझ ऊ खाना खाएर आफ्नो ओछ्यानमा पल्टिराखेको हुन्छ। उसको मोबाइलमा म्यासेज आउँछ। उसले त्यो म्यासेजलाई वास्तै गर्दैन र पढ्दै नपढिकन त्यत्तिकै सुत्छ। एक बिहानै युवकलाई उसको प्रेमिकाको मम्मीको फोन आउँछ। उसको मम्मीले फोनमा रुँदै भन्नुहुन्छ कि हिजो राति उसलाई कसैले मारिदियो। मर्नुभन्दा अगाडि उसले तिमीलाई म्यासेज पनि गरेको रहेछ। त्यति सुन्नसाथ उसले हतार हतार फोन राख्यो र म्यासेज खोलेर पढ्न थाल्यो। म्यासेजमा लेखेको थियो कि मलाई छिटो बचाउन आऊ, कसैले मलाई पछ्याइराखेको छ। म तिम्रो घरको नजिकै छु।